दर्शकवृन्द 300 भन्दा बेसी रोगहरूमा उपचार गरिने साथै विश्वको सबैभन्दा पोषिलो वनस्पति अथवा सब्जी सजीवन अथवा सजनाको चमत्कारीय औषधीय गुण विषयमा आज हामी तपाईहरुलाई जानकारी दिइरहेका छौं। यो भिडियो एकदमै महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि अन्तिमसम्म हेर्न नभुल्नुहोला। यस सजनामा सुन्तलामा भन्दा 7 गुणा बेसी भिटामिन सी हुन्छ, गाजरमा भन्दा 4 गुणा बेसी भिटामिन ए हुन्छ, दूधमा भन्दा 5 गुणा बेसी क्याल्सियम यसमा पाइन्छ। साथै यसमा अन्य विभिन्न खनिज पदार्थहरू जस्तै पोटासियम, प्रोटिन, कार्बोहाइड्रेट, आइरन, जिंक आदि विभिन्न तत्त्वहरू पाइने हुनाले यो मानव जीवनको निम्ति, मानव स्वास्थ्यको निम्ति एकदमै महत्त्वपूर्ण मानिन्छ र विशेष गरेर यसलाई हामी कुन रोगमा प्रयोग गर्न सक्छौं ती विषयमा आज हामी तपाईहरुलाई जानकारी दिइरहेका छौं। र विशेष गरेर जसको किडनीमा पत्थर छ अथवा किडनीमा स्टोन रहेको छ तपाईहरुले अब सजनाको पातको रस पिउन सुरु गर्नुहोस्, किनभने यसले तपाईहरुको किडनीमा रहेको स्टोनलाई सजिलैसँगले तोडेर पिसाबबाट निकाल्न सक्नेछ र अन्य विविध रोगहरूमा पनि यसको प्रयोग गर्न सकिन्छ। त्यसै नै जसको आँखा कमजोरी छ र उनीहरुले पनि यसको प्रयोग गर्न सकिन्छ र युरिक एसिड हुने बिमारीलाई पनि यो एकदमै फलदायक छ र जोड्नी दुख्ने, हाम्रो शरीरको जोड्नीहरू दुख्ने बिमारीले पनि यसको प्रयोग गर्न सक्नेछ। उसरी नै सुगरको बिमार अथवा डायबिटिजको बिमार, थाइराइडमा, मुटुको रोगमा जस्तो यति सारो अति महत्त्वपूर्ण रोगहरूमा यसले उपचार गर्ने गर्दछ र यो भिडियो एकदमै आज तपाईहरुको निम्ति फलदायक भएको कारणले गर्दाखेरि भिडियोलाई शेयर गर्न पनि नभुल्नुहोला। र जसलाई पिसाबसँग सम्बन्धित छ, पिसाब रोकिने गर्दछ, पिसाब कम्ती मात्रामा आउने गर्दछ, तपाईहरुले यसको रस पिउन सुरु गर्नु थालेपछि पिसाब पनि खोलिने गर्दछ, जसले तपाईहरुलाई उच्च रक्तचापदेखि पनि बचाउने गर्दछ। अनि मैले अघि नै भने जस्तै यसले किडनीमा भएको स्टोनलाई सहजै पिसाबबाट निकाल्ने गर्दछ अनि शरीरलाई स्वस्थ अनि सुदृढ बनाउने काम गर्दछ। र त्यसरी नै नानीहरूलाई, विशेष बालकहरूलाई यस सजीवनको पातको पाउडरबाट लिटो अथवा सब्जी खुवाउनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको छ र यस सजना अथवा सजीवनको एकदमै महत्त्वपूर्ण भूमिका छ हाम्रो मानव जीवनमा। त्यसैले तपाईहरुले यसको सेवन गर्न अति नै आवश्यकता रहेको छ र यसलाई अब कसरी सेवन गर्ने त, कुन प्रकारले गर्ने त, त्यो विषयमा तपाईहरुलाई बताइरहेको छौं। र विशेष गरेर यसको पात अनि फल एकदमै खानको निम्ति यसको पात र फल जडीबुटीको स्रोत रहेको छ र तपाईहरुले यसको पातलाई पानीमा उमालेर अथवा यसको सब्जीलाई पानीमा उमालेर पनि यसको पानीको सेवन गर्न सक्नुहुनेछ। साथै यसको पातलाई सुकाएर तपाईहरुले यसलाई सुकाएर सञ्चय गरेर कुनै पनि समयमा तातो पानीमा हालेर तपाईहरुले सोझै पिउन सक्नुहुनेछ। यस सजनाको चिया, यसको जुस, यसको रस बनाएर पनि तपाईहरुले दैनिक सेवन गर्नुभयो भने तपाईलाई कुनै पनि बिमारले, तपाईलाई कुनै पनि रोगले तपाईहरुलाई भेट्ने छैन, रोगले ग्रस्त हुनु सक्ने छैन। तपाईहरुको इम्युनिटी सिस्टम राम्रो हुने गर्दछ र एकदमै तपाई निरोगी हुन सक्नेछ र यो सजीवन अथवा सजनाले तपाईलाई निरोग बनाउने गर्दछ अनि तपाईको जीवनमा, तपाईको परिवारमा सुख शान्ति ल्याउने गर्दछ। र अब यसको संरक्षणको निम्ति तपाईहरुले आफ्नो ठाउँमा, आफ्नो बारीतिर सजना रोप्न नभुल्नुहोस् अनि हाम्रो यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर सबै समक्ष पुर्याउनमा हामीलाई सहयोग गर्नुहोस्। र आजलाई यति नै, हजुरबाट बिदा लिदछौं। धन्यवाद।